त्यत्रो लाभ लिएका, त्यत्रो सुविधा लिएका मान्छेहरू पार्टी सिद्ध्याउन लागे। शरम हुनु पर्दैन? त्यही पार्टीले के बनायो त्यही पार्टी सिद्ध्याउन लाग्ने लाज हुनु पर्दैन तिमीलाई? कोही घिस्याउने, कोही घिसिने निर्वाचन आयोगमा पुग्ने, मनमा फुट्न खोज्नेहरूले कहाँ नेतृत्व गर्न सक्ने? हिजो किन पार्टी दरो गरी खुट्टा टेक्न सकेन? किन अगाडि दरो गरी बढ्न सकेन? जबजलाई किन दरो गरी पक्रिन सकेन? किनभने मनमा अर्कै कुरा खेलेका थिए, व्यक्तिगत स्वार्थ मनमा खेलेका थिए। त्यस्ता व्यक्तिगत स्वार्थ खेलेका मान्छेहरूले देशको नेतृत्व गर्न सक्दैन। त्यो त व्यवहारमै प्रष्ट देखियो। एमाले फुटाउन, पार्टी दर्ता गर्न तमासा। नेकपा एमाले यति कमजोर, यो भगिमलाको काठ भन्छ नि, भगिमलाको काठ होइन, यो इस्पातबाट बनेको, पिडिक्क भाँचिँदैन। सफलता नेकपा एमालेले देश विकासको सन्दर्भमा, चौतर्फी विकासको सन्दर्भमा, पूर्वाधार विकासको सम्बन्धमा बाटा घाटा पुल, हुलाकी राजमार्गदेखि मध्यभण्डारी राजमार्ग, 2टा राजमार्ग सुरु गरेर लगभग समाप्त गर्यो छोटो 3 वर्षको कार्यकालमा। पूर्व पश्चिम राजमार्ग बन्न लगभग 3 वर्ष। यो वनका के जाति, निकुञ्जका के जाति आदि इत्यादि यी लफडाहरूले गर्दा केही ठाउँ रोकिएको मात्रै हो, नत्र भने केही ठाउँमा ठेकेदारले काम गर्न नसकेर विलम्ब भएको बेग्लै कुरा हो। राम्ररी सर्वे नगरेर, राम्ररी इस्टिमेट नगरेर, राम्ररी त्यो माटोको परीक्षण नगरिकन पुल बनाउँदा जनकपुर र सिराहाका बिचमा, धनुषा र सिराहाका बिचमा, जनकपुर धाम र सिराहाका बिचको पुल भाँचिएको छ। अब यी केही कमजोरीहरू कर्मचारीहरूका कमजोरी रहे होलान्, ठेकेदारका कमजोरी रहे होलान्, तर यस्ता हाइवेहरू कोशी करिडरदेखि लिएर कमर खोलाको करुण्डदेखि लिएर अरुण खोलाको करिडरदेखि लिएर अनेक खोलाहरूका करिडरहरू बने। रिभर करिडर यसै छोटो अवधिमा सानो कुरा होइन। अहिले यो सरकार बनेपछि कर्णालीमा पुल बनेको छ र अब पुल तयार भएको छ। म स्पेनबाट फर्किएपछि 20 गते फर्किन्छु, त्यसको 2-4 दिनभित्र त्यो पुल उद्घाटन हुन्छ। त्यसमाथिबाट गाडी चल्छ। हुम्लाको सदरमुकाम गाडी चढेर रारा घुम्न मोटर चाडी कहिले जाने हो भनेर गीत गाउँथे साथीहरू। अब रारा मात्रै होइन, हुम्लाको सदरमुकाम मोटर चढेर अब घुम्न जाने हो। कहिले जाने होइन, अब घुम्न जाने हो मोटर चढेर। हिल्सासम्म घुम्न जाने हो मोटर चढेर। नेपालको कुनै पनि सदरमुकाम अब दुर्गम रहेन। नेपाल दुर्गम रहेन। नेपाललाई सुगम देशको रूपमा हामीले परिणत गरेका छौँ। यो जबजको सफलता होइन। हामीले 98% मानिसहरूलाई विद्युत पुर्याएका छौँ। 90% भन्दा माथिलाई खानेपानी पुर्याएका छौँ। पम्पिङ सिस्टम सुरु गरेका छौँ। टनेल युगमा प्रवेश गराएका छौँ। तुइन हामीले देख्नै सकेनौँ, लखेटेर वंश विनाश गर्न छोड्यौँ। यो सफलता होइन। यसरी कृषिको क्षेत्रमा कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालन गरेर सुपर जोन त्यसै गरेर ब्लक र पकेट एरियाहरू गरेर कृषिको विकासको क्षेत्रमा सहरमा एउटा घरका कोठामा टिभी हेरेर बसेर गाली गरेको सुनेर ती विकास कसरी देखिन्छ? यसो गाउँतिर जानु पर्यो। सञ्चार माध्यमहरूले धेरै रुचि राख्दैनन्। सञ्चार माध्यमको के हालत छ, के गति छ भने आज मदन भण्डारी जन्म जयन्ती, 74औं जन्म जयन्ती पनि हो। राष्ट्रिय वृक्षारोपण दिवस पनि हो। फेरि यही सन्दर्भमा मदन भण्डारीको जन्मदिनलाई सेलिब्रेट गर्ने सम्बन्धमा हामीले राष्ट्रिय वृक्षारोपण दिवस बनाएका छौँ। त्यसो गर्दाखेरि वृक्षारोपणमा देशभरि लागेको छ। अनलाइन के भन्छ?
कुन चाहिँ अनलाइन हो पनि थाहा छैन। यो कार्यक्रम भाँड्नका लागि वृक्षारोपण कार्यक्रम राखे विभिन्न ठाउँमा। मदन भण्डारी जन्मदिवस मनाउन वृक्षारोपण देशभरि राष्ट्रिय वृक्षारोपण कार्यक्रम राखिएको छ। वातावरणसँग मैत्री, वातावरणसँग सम्बन्धित मान्छेलाई यहाँ हामीले दुबोको माला लगाएर सम्मान गरिराखेका छौँ। वातावरण बढाउनका लागि हामी काम गरिराखेका छौँ। यो स्वच्छ ढङ्गले हामीले काम गरिराखेका छौँ। अनि पहिले साथीहरू बस्न नपुगेर त्यस्तो छ, बाहिर पनि साथीहरू हुनुहुन्छ। यो कार्यक्रम के भाँडिने? यहाँ त 1000, 1200, 1500 मान्छे आउँदाखेरि खचाखच भइहाल्छ। अनि नेकपा एमाले जहाँ छ, नेकपा एमालेसँग निकट रहेका यस्ता सङ्गठनहरू जहाँ छन् त्यहाँ भाँडिन्छ। कसरी भाँडिन्छ? म आउने कार्यक्रम कसरी भाँडिन्छ? विद्या भण्डारीजी आउने कार्यक्रम कसरी भाँडिन्छ? कसले भनेर भाँडिन्छ? अब यस्तो विश्लेषण गर्छ। के भएका हुन्? यो मदन भण्डारीको 74औं जन्म जयन्ती, यसलाई उनीहरूले विभिन्न आश गरेका छन्, अपेक्षा गरेका छन्। यहाँ मैले एकदम बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, ड्याङ ड्याङ ढुङ ढुङ, यहीँबाट एमाले ध्वस्त हुन सुरु गर्छ। यो सपना देखेर बस्या कुनै बम बन्दुक बारुद गोला केही पड्किनेवाला छैन। आश नगरे हुन्छ। नेकपा एमाले एक छ, एक रहन्छ, एकजुट भएर आश पनि कस्ता कस्ता आश गरेर बस्या। यसो अनलाइनतिर पसेर अहिले पनि यसो हेर्नु भने तपाईँ छक्क पर्नुहुन्छ। त्यसर्थ हामी यस्तो भ्रममा पर्नु हुँदैन। हामीले सामाजिक क्षेत्रमा विभिन्न शिक्षामा गत वर्ष 48% पुगेको थिएन एसई पास गर्नेहरूको संख्या। मैले प्रधानमन्त्री भएपछि भने यो 48% पनि नपुगेको परिणाम कुनै हालतमा सही छैन, मान्य छैन। यसलाई 60देखि 70%मा लानुपर्छ। हामीले कोसिस गर्नुपर्छ। मैले भने अहिले 48बाट 62% त हामीले पुर्यायौँ। 62% पुग्दाखेरि विद्वानहरू के लेख्छन्, के अन्तर्वार्ता दिन कुदेर आउँछन्, स्टुडियोमा कुदेर आउँछन्। के भन्न आउँछन् भने यो कसरी सम्भव छ? यो होइन, यसको आधार देखिँदैन। यो त नम्बर दिएर यत्तिकै नम्बर दिए। यसमा विद्यार्थीले यत्रो मेहनत गरेर पढेर जहाँ दिएर पास गरेका छन्, विद्वानहरूले विद्यार्थीलाई तिमीले पढेकै होइन, तिमीलाई यसै पास गरिदिया हुन्छ। कस्ता विद्वान निस्किए यो देशमा। शिक्षकले यति मेहनत गरेर पढाएर पास गराएका छन्, धन्यवाद हाम्रा माट साहबहरू भन्न छोडेर यिनीहरूले नम्बर धेर दिए विद्यार्थीलाई। त्यसो भए बाँकी 38%लाई किन दिएनन् त नम्बर? मास्टरसँग कुनै दुश्मनी थियो? शिक्षकहरूसँग दुश्मनी थियो विद्यार्थीको? त्यो त थिएन। किन दिएनन्? हामी यस्तो हावा कुराका पछाडि जाँदा हुँदैन। हावामा धेरै कुराहरू हुन्छन्। जब कोठामा यसो बसेर ग्रह दशा केलाउँछन् नि ज्योतिषीले, यता कोरकाट गरेर, केरमेट गरेर, यता गरेर उता गरेर। यसरी गर्ने चिज होइन। जब भनेको कहिले एउटा चलन छ, गाउँघरतिर चल्छ। अलिक मान्छे बिमारी भएर आयो भने भन्न केही पनि जाने आउँदैन। केही पनि नजानेको हुनाले नबुझिने गरी बोल्छ। अक्षता फ्याँकिराखेको। जब भनेको यसरी नबोली अक्षता फ्याँक्ने गुनगुन होइन। भिजन हो एउटा, मिसन हो एउटा। त्यस ढङ्गले जब अगाडि बढ्छ
त्यसो भएर जब न आफू कुनै अलमलमा छ न आफ्ना अनुयायीहरूलाई अलमलमा पार्छ। जब अलमलको सिद्धान्त होइन, मार्गदर्शक सिद्धान्त हो। तमसोमा ज्योतिर्गमय भनेको नेपालको सम्बन्धमा तमसोमा ज्योतिर्गमय भनेको जब हो। अनि जो ज्योति छ आफै अलमलमा पर्छ भन्ने ठान्नु यो असम्भव कुरा। यो भ्रान्तिबाट हामी मुक्त हुनुपर्छ र हामी आत्मविश्वासका साथ, दृढताका साथ एकताबद्ध ढङ्गले अगाडि बढ्नुपर्छ। मिसन 84 सफल पार्नुपर्छ। यो 3 दशकको उपलब्धि, एउटा महालडाईँ त हामीले लडिसक्यौँ गत वर्षहरूमा। 77, 78, 79 का वर्षहरू हामी माथि महाप्रहारका वर्षहरू थिए। अस्ति एउटा टेलिभिजनले देखाएको थियो, अमेरिकी राष्ट्रपति यस्तो सुरक्षित गाडीमा हिँड्छन् भनेर बाहिरबाट गोली लाग्छ, गोली हानिन्छ राष्ट्रपति चढेको गाडीमा। त्यो गाडीलाई अलिकति पनि चोइटो पनि त्यसको उक्किँदैन, जस्ता तस्तै गोली लागेको गाडीले थाहै पाउँदैन, आफ्नै दौडानमा कुद्छ। ठ्याङ्ग भएपछि भित्रबाट राष्ट्रपतिले यसो सिसातिर हेरेर यसो गरेर छुन्छ, त्यहाँ केही पनि हुँदैन। नेकपा एमाले त्यस्तै हो, हाम्रा विरोधीले ड्याङ ड्याङ हाने, हामीले यसो छोएर नेकपा एमाले त्यति मजबुत छ, म साथीहरूलाई भन्न चाहन्छु। किनभने यो मार्क्सवादी दर्शन, मार्क्सवादी लेनिनवादी सिद्धान्त र जनताको जनवाद, बौद्धले जनवादबाट हाम्रा हरेक कुरामा त्यसलाई व्यवहारिक ढङ्गले, समयानुकूल ढङ्गले, सृजनात्मक ढङ्गले प्रयोग गर्दै, विकास गर्दै, कार्यान्वयन गर्दै, विकास गर्दै, समयानुकूल थप्दै अगाडि बढिरहेका छ। समृद्ध नेपाल, सुखी नेपाली, नेपालीको, सारा नेपालीको राष्ट्रिय आकांक्षा हो। त्यसलाई सफल पार्न हामी अगाडि बढिरहेका छौँ, अगाडि बढ्नेछौँ। म यति भन्न चाहन्छु। अहिले मलाई 5 बजे एयरपोर्ट जानुपर्छ, 5:10 मा एयरपोर्ट पुग्नै पर्छ फेरि। त्यसो भएर समय रहेन र मैले बिचमै बोल्न खोजेँ। मलाई सम्माननीय पूर्व राष्ट्रपतिज्यूले मेरा पनि कुरा सुन्नुहोस् न भन्दै हुनुहुन्थ्यो। तपाईँ राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छ नै। अब आज मात्रै सुन्नुपर्ने होइन, उहिलेदेखि सुन्दै आएकै हो। त्यसमा सुन्दै आएको छु। राम्रो बोल्नुहुन्छ, थाहा छ। ईश्वर कमरेड बोल्नुहुन्छ, उहाँले नराम्रो कहिल्यै बोल्नुहुन्छ, राम्रो बोल्नुहुन्छ। त्यसो भएर मलाई थाहा छ के बोल्नुहुन्छ। त्यसो भएर मैले सुन्न बसिरहनु पर्दैन। मलाई धेरै हतार भएको हुनाले म समय धेरै नल्याउँ। अब म यहाँहरूसँग बिदा पनि हुन्छु। मैले त्यही भएर अगाडि बोल्न इजाजत सम्माननीयज्यूसँग पनि इजाजत मागेको थिएँ र उद्घोषक मित्रलाई पनि त्यो इजाजत मलाई दिनुहोस् भनेर मैले भनेको थिएँ। उहाँले सबैले समझदारी राख्नु भएकोमा धन्यवाद। सबै साथीहरूलाई धेरै धेरै शुभकामना भन्न चाहन्छु। धन्यवाद, शुभकामना। जननेता मदन भण्डारीप्रति फेरि सम्मानजनक स्मरण गर्दछु। धन्यवाद।